सबैजनालाई ख्रिस्टी अभिवादन। जय मसीकी। आज हामी ख्रिस्ट येशूमा भएकाहरूको हाम्रो परिचयको विषयमा कुराकानी गर्छौं। पहिलो कुराकानी हामी ख्रिस्ट येशूमा हुनुभन्दा अगाडिको हाम्रो परिचय हेर्छौं। त्यो परिचयको कुरा गर्दा आदमको समयदेखि ख्रिस्ट येशूसम्म मानव जाति परमेश्वरबाट सुरु भएर अनि परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पतन भएर बीचमा परमेश्वरले दिनुभएको विधिहरूलाई नै पछ्याउँदै आएको र आफ्नै पाराले जिएको हामी देख्छौँ। र पछि ख्रिस्ट येशूमा आइसकेपछि हाम्रो परिचय के हो त भन्ने विषयमा हामी हेर्छौँ। यसबाट बाइबलबाट हामी जे छ बाइबलमा त्यो अनुसार हामी हेर्छौँ। ख्रिस्टमा विश्वास अघिको हाम्रो परिचय अब जब हामी पापमा नै थियौँ त्यति बेला हामीलाई पतन भएको मानिस भनिएको छ उत्पत्ति 3 अध्यायको 6-7। पापी मानिस नै थियौँ भनेर भनिएको छ रोमी 3:23। पापमै जन्मेका थियौँ भनेर भनिएको छ भजन सङ्ग्रह 51को 5। कहिले कहिले हामीलाई यस्तो विचार आउँछ यो भजन सङ्ग्रह 51को 5मा कि हामी त जन्मिँदाखेरि त अब धर्मात्मा जन्मेको पछि पाप गरेर पापी भएको जस्तो लाग्छ। तर बाइबलमा हामीले हेर्दा जबसम्म मान्छेले पाप गरेन तबसम्म परमेश्वर र मान्छेको सम्बन्ध राम्रो थियो, पाप थिएन। त्यहाँ पिता परमेश्वर हुनुहुन्थ्यो, न धर्म थियो न पाप थियो। त्यहाँ सत्य परमेश्वर हुनुहुन्थ्यो र सत्य परमेश्वरसँग मान्छेको सम्बन्ध थियो। जब मान्छेले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर परमेश्वरले नखानु भनेको फल खाने इच्छा गरे, अर्थात् आफै परमेश्वर बन्ने चाहना गरे, अनि त्यहाँ पाप भयो। परमेश्वरले तिनीहरूलाई निकालिदिनु भयो। हामी हेर्छौँ यसरी पहिलो मान्छे, तपाईँ विचार गर्नुहोस् त, हामी जतिजना यो पृथ्वीमा अहिले 8 अरब मान्छे छौँ नि, त्यही मानिसको सन्तान हो। जेनेटिक रूपमा तपाईँले डिएनए मानव जातिको हेर्नुभयो भने पनि सबै मानव जातिहरू एउटै मानव जातिबाट आएको देखिन्छ। र वास्तवमा यदि एउटै मानव जातिबाट त्यसरी सबै मानव जाति जन्मेका हुन् भने बाइबलले हामीलाई राम्ररी भन्छ कि पहिलो मान्छे विद्रोही, परमेश्वर आफै परमेश्वर बन्ने अनि परमेश्वरको डर भए नमान्ने, आफ्नै पाराले जिउने खालको जुन एक प्रकारको त्यो उसको चरित्र थियो, त्यो एक प्रकारको उसको जीवनशैली थियो, अनि त्यो पाप नै थियो। र त्यसबाट जन्मिएको हामी सबै के भयौँ त जन्मसिद्ध पापी भयौँ। त्यसो भएर यहाँ कसैले गल्ती गरेर त्यो पापी भएको भन्ने होइन कि ऊ जन्मिँदै पापी जन्मेको हुनाले जीवनमा जानेर नजानेर आफ्नो इच्छा पूरा गर्न खोजेर लोभिएर शरीरमा आकर्षित भएर ऊ गल्ती काम गर्छ, अपराध गर्छ। तर जन्मिँदा चाहिँ हो पापी नै हो भन्छ। यही कुरा हो क्रिस्चियनहरूले पहिलो स्वीकार गर्ने चाहिँ, यदि म जन्मिँदै पापी हो भन्ने कुरा स्वीकार गर्न सकेन भने त ऊ कहिले पनि क्रिस्चियन होइन। ऊ येशूलाई चिन्न पनि सक्दैन, येशू मेरो निम्ति किन मर्नुभयो भन्ने कुरा विश्वास गर्नै सक्दैन। किनभने पापको विषयमै बुझ्न सकेन भने उसले येशू किन मर्नुभयो भन्ने कुरा पनि बुझ्न सक्दैन। जब पापको विषयमा बुझ्छ, परमेश्वरको विषयमा बुझ्छ, त्यस पछाडि बल्ल येशू किन मर्नुभयो भन्ने कुरा बुझ्छ, अनि बल्ल ऊ पश्चाताप गरेर परमेश्वरतिर फर्किन सक्छ। हाम्रो पूर्व परिचय हामी कुरा गर्दैछौँ। अनि अपराधमा मरेको मान्छे भनेर एफिसी 2:1ले भन्छ, अधर्ममा हिँडेको मानिस तीतस 3:3ले भन्छ, पापको दास भएको मान्छे यूहन्ना 8:34ले भन्छ, पापको अधीनमा रहेको मान्छे रोमी 3:9ले भन्छ, पापद्वारा बाँधिएको मान्छे हितोपदेश 5:22ले भन्छ, हृदयदेखि भ्रष्ट भएको मान्छे उत्पत्ति 6:5ले भन्छ, 6:5ले भन्छ। अनि आफ्नै बाटोमा हिँडेको मानिस, परमेश्वरबाट टाढा भएपछि मान्छे आफ्नै बाटोमा हिँडेको थियो। त्यो यसाया 53:6ले भन्छ। परमेश्वरबाट टाढा भएको मान्छे एफिसी 2:13ले भन्छ। परमेश्वरसँग शत्रु भएको मान्छे
आफै परमेश्वर बन्न खोज्यो नि त। अब त्यहाँ त शक्तिको खोजी गरेर कुन शक्तिले के हुन्छ त्यसको पछि जाने, कसैलाई नटेर्ने, आफू परमेश्वर बन्ने, शक्ति हातमा लिने, त्यही खालको थियो मानव जातिमा प्राय। बार्बरियन स्वभाव, आफू बाहेक अरूलाई नगर्ने, परमेश्वरसँग शत्रु भएको मान्छे, परमेश्वरको शत्रु भएको मानिस थियो, शत्रुता र शत्रु भएको मान्छे। याकुब 4:4। अनि हामी देख्छौँ परमेश्वरबाट अलग भएको मान्छे, परमेश्वरले अदनको बगैँचाबाट निकालिदिनु भएको त अलग थियो। त्यसो भएर ऊ आत्मिक रूपमा परमेश्वरबाट अलग भएको, अर्थात् परमेश्वर आत्मा हुनुहुन्छ, मानिस र परमेश्वरसँगै भएर अनि कुराकानी गर्न नसकेको अवस्था। मानव जीवन त परमेश्वरको मन्दिर हो, तर त्यो मन्दिरमा पापको कारण परमेश्वर आउन नसकेको कुरा। एफिसी 4:18। परमेश्वरलाई नचिनेको मान्छे, पहिलो तेस्सलोनिकी 4:5। परमेश्वर बिनाको मानिस, एफिसी 2:12। भनेको आफै परमेश्वर बन्ने, अरू केही चाहिएन। आज पनि संसारमा तपाईँले त्यो देख्नुहुन्छ, संसारको धेरै सिद्धान्तहरू छन्, संसार चलाउने सिद्धान्तहरू। यो यस्ता सिद्धान्तहरूले पनि संसार चलाइरहेको छ। परमेश्वरको करारबाट बाहिरको मानिस, एफिसी 2:12। परमेश्वरको प्रतिज्ञाबाट बाहिरको मानिस, एफिसी 2:12। परमेश्वरको उपस्थितिबाट टाढा भएको मानिस, एफिसी 2:13। परमेश्वरसँग मेलमिलाप नभएको मानिस, रोमी 5:10। हराएको मान्छे, लुका 19:10। बाटो बिराएको मान्छे, हैन। अब यो बाटो बिराएको मान्छे भनेको परमेश्वरबाट टाढिएपछि के भयो? इतिहासमा, मानव इतिहासमा हामी हेर्यौँ भने मानव जातिले सबैभन्दा पहिला सृष्टिकर्तालाई, अब सृष्टिकर्ताबाट अलग भएपछि उनीहरूले प्रकृतिको पूजामा सबभन्दा पहिला घाम जुन तारालाई अर्थात् आकाशे देवलाई पुज्न थालेका थिए, किनभने बाटो बिराए। परमेश्वर बिना त जिउनु नसक्ने, परमेश्वर कहाँ छन् खोजी गर्ने। खोज्दै जाँदाखेरिमा अब जुन जुन शक्ति जहाँ जहाँ भेट्यो शक्तिको पुजारी भयो मान्छे। त्यसो भएर बाटो बिराएको मान्छे, यसाया 53:6। अनि त्यसपछि अन्धकारमा हिँडेको मानिस, यूहन्ना 8:12। अन्धकारको अधीनमा रहेको मानिस, कलसी 1:13। आत्मिक रूपमा अन्धो मान्छे, दोस्रो कोरिन्थी 4:4। सत्य नदेख्ने मान्छे, दोस्रो कोरिन्थी 4:4 भनेको कालो लग्ने सेतो भन्ने, सेतोलाई कालो भन्ने, आफ्नो अनुसारको सत्यको व्याख्या गर्ने, छिक्रेबेठी खास नछुट्याउने। झुटमा हिँडेको मानिस, प्रकाश 21:8। भ्रममा परेको मानिस, तीतस 3:3। आफ्नै इच्छा अनुसार हिँडेको मानिस, एफिसी 2:3। संसारको चाल अनुसार हिँडेको मानिस, एफिसी 2:2। यो संसारको चाल भनेको चाहिँ के भन्दा संसारमा परमेश्वर बिनाको जीवन कसरी जिराखेका अरू मान्छेहरू छन्, उनीहरूले गरेका चाल चलन, अरू जे छ त्यसलाई पछ्याएर जे गरे नि हुन्छ भनेर हिँड्ने। दण्डको योग्य मानिस, रोमी 6:23। परमेश्वरको क्रोधमुनि रहेको मानिस, यूहन्ना 3:16। स्वभावैले क्रोधको सन्तान, एफिसी 2:3। न्यायको अधीनमा रहेको मानिस, रोमी 3:19। दोषी भएको मान्छे, रोमी 3:19। पापको ज्याला पाउने अवस्थामा रहेको मानिस, रोमी 6:23। अनन्त जीवनबाट टाढा रहेको मानिस, यूहन्ना 3:36। नाश हुन अवस्थामा रहेको मानिस, यूहन्ना 3:16। संसार अनुसार हिँडेको मानिस, एफिसी 2:2। संसारको मित्र भएको मानिस, यूहन्ना 4:4। संसारको कुरालाई प्रेम गर्ने मानिस, 1 यूहन्ना 2:15-16। संसारको अधीनमा रहेको मानिस, 1 यूहन्ना 5:19। अनि शैतानको प्रभावमा परेको मानिस, एफिसी 2:2। शैतानको छलमा परेको मानिस, 2 कोरिन्थी 4:4। शैतानको इच्छा अनुसार चल्ने मान्छे, 2 तिमोथी 2:26। झुटको पिता शैतानको प्रभावमा परेको मानिस, यूहन्ना 8:44। अन्धकारको काममा लागेको मानिस, रोमी 13:12। संसारको आत्माद्वारा प्रभावित मानिस, पहिलो कोरिन्थी 2:12। शरीर अनुसार हिँडेको मानिस, रोमी 8:5। आफ्नो शरीरको इच्छा पूरा गर्ने मानिस, एफिसी 2:3। आफ्नै मनका इच्छा पूरा गर्ने मानिस, एफिसी 2:3। स्वार्थी इच्छाद्वारा चल्ने मानिस, तीतस 3:3। काम वासना र सुखविलासमा बाँचेको मानिस, तीतस 3:3। ईर्ष्यामा बाँचेको मानिस, तीतस 3:3। घृणामा बाँचेको मानिस, तीतस 3:3। एक अर्कालाई घृणा गर्ने मानिस, तीतस 3:3। बुद्धिमा अन्धकार भएको मानिस, एफिसी 4:18। परमेश्वरको जीवनबाट अलग भएको मान्छे, एफिसी 4:18। हृदय कठोर भएको मान्छे, एफिसी 4:18। आफ्नो हृदय कठोर बनाएको मान्छे, रोमी 2:5। अज्ञानी मानिस, एफिसी 4:18।
सत्यलाई दबाउने मानिस रोमी 1:18, सत्यको आज्ञा नमान्ने मानिस रोमी 2:8, परमेश्वरको व्यवस्थाको अधीनमा दोषी मानिस रोमी 3:19, असल कुरा गर्न नसक्ने मानिस रोमी 3:10-12, परमेश्वरलाई खोज्न नचाहने मानिस रोमी 3:11, परमेश्वरको महिमाबाट चुकेको मानिस रोमी 3:23, धर्मी नभएको मान्छे रोमी 3:10, व्यवस्थाको श्रापमुनि रहेको मानिस गलाती 3:10, आशाविहीन मानिस एफिसी 2:12, परमेश्वरविहीन मानिस एफिसी 2:12, परदेशी र बाहिरी मानिस एफिसी 2:19 को विपरीत अवस्था, अनन्त जीवनको बाटो नचिनेको मानिस यूहन्ना 14:6, ख्रिस्ट बाहिर रहेको मानिस एफिसी 2:12। यसरी हामीले ख्रिस्ट येशूलाई चिन्नुभन्दा अगाडि ख्रिस्ट पूर्व हाम्रो मानव जातिको परिचय कस्तो थियो भन्ने कुरा। अब जब ख्रिस्ट आएर हाम्रो पापको साटामा जब मर्नुभयो त्यस पछाडि हाम्रो परिचय अलग छ। त्यसो भएर यो हाम्रो ख्रिस्टमा आउनुभन्दा अगाडिको पूर्व परिचय चाहिँ गलाती 5:18-19 शरीरका कामहरूको बयान छ। बेविचारमा डुब्ने, अपवित्रतामा डुब्ने, कामुकतामा हिँड्ने, लम्पटतामा हिँड्ने, अश्लीलतामा हिँड्ने, अब व्यर्थको कुरा पूजा गर्ने कुरामा हिँड्ने, जादु टुनामुना, तन्त्र मन्त्र, भूतप्रेतसँग सम्बन्धित कुराहरूमा लागेर हिँड्ने, शत्रुता गर्ने, झगडा गर्ने, ईर्ष्या गर्ने, क्रोध गर्ने, स्वार्थीपन गर्ने, फुट गराउने, गुडबन्दी गर्ने, डाहा गर्ने, हत्या गर्ने, मतवालीपनमा लाग्ने, त्यस्तै भोजको मोजमजा गर्ने जस्ता कामहरूमा लाग्ने जस्ता हामी थियौँ। सृष्टि पुज्ने, परमेश्वरको मतलब छैन सृष्टि पुज्यो, जे फाइदा छ प्रकृतिमा भएका हरेक फाइदाका वस्तुलाई प्रयोग गर्ने, कसैलाई नमान्ने, तर आफू नै ठुलो बनेर दादागिरी गरेर जिउने र प्रकृति पूजक र आत्माहरू पूजक हामीहरू त्यस्तो खालको व्यक्तिहरू थियौँ। अब ख्रिस्ट येशूमा आइसकेपछि, ख्रिस्ट येशूलाई विश्वास गरेपछि हाम्रो परिचय के त भन्दाखेरिमा हामी क्षमा पाएका पापी भयौँ, हामी पश्चाताप गरेका पापी हौँ, हामी मन फिराएका पापी हौँ। यहाँ वचनहरू छ सबै ठाउँमा, तपाईँले हेर्न सक्नुहुन्छ। कलसी 1:14, प्रेरित 1:3-19 अनि पहिलो थेस्लोनिकी 1:9, हामी वचनद्वारा नयाँ गरेर जन्मेको मान्छे पहिलो पत्रुस 1:23, हामी परमेश्वरबाट जन्मेकाहरू हौँ यूहन्ना 1:12-13, अनि हामी नयाँ सृष्टि भएका हौँ दोस्रो कोरिन्थी 5:17, हामी ख्रिस्टमा नयाँ जन्म पाएका हौँ रोमी 6:4, हामी धर्मी ठहराएका हौँ रोमी 5:1, हामी पवित्र पारिएका हौँ 1 कोरिन्थी 6:11, हामी परमेश्वरका सन्तहरू हौँ एफिसी 1:1, त्यसपछि हामी परमेश्वरका छोराछोरी हौँ 1 यूहन्ना 3:1, हामी परमेश्वरका धर्मपुत्र धर्मपुत्रीहरू हौँ एफिसी 1:5, हामी परमेश्वरका उत्तराधिकारी हौँ रोमी 8:17, हामी ख्रिस्टका उत्तराधिकारी हौँ रोमी 8:17, हामी परमेश्वरका प्रियहरू हौँ कलसी 3:12, हामी परमेश्वरद्वारा चुनिएकाहरू हौँ 1 पत्रुस 2:9, हामी परमेश्वरद्वारा बोलाइएकाहरू हौँ 1 पत्रुस 2:9, हामी परमेश्वरका आफ्नै जन हौँ 1 पत्रुस 2:9, हामी परमेश्वरको विशेष सम्पत्ति हौँ तीतस 2:14, हामी स्वर्गीय नागरिक हौँ फिलिपी 3:10, हामी ख्रिस्टका शरीरका अङ्गहरू हौँ 1 कोरिन्थी 12:27, हामी ख्रिस्टमा एक भएकाहरू हौँ गलाती 3:28, हामी ख्रिस्टका मित्र हौँ यूहन्ना 15:15, हामी ख्रिस्टमा सेवकहरू हौँ ख्रिस्टका सेवकहरू हौँ 1 कोरिन्थी 4:1, हामी परमेश्वरका सहकर्मीहरू हौँ 1 कोरिन्थी 3:9, हामी परमेश्वरका जीवित मन्दिर हौँ 1 कोरिन्थी 3:16, हामी पवित्र आत्माका मन्दिर हौँ 1 कोरिन्थी 6:19, हामी ज्योतिका सन्तान हौँ एफिसी 5:8, हामी संसारका ज्योति हौँ मत्ती 5:14, हामी पृथ्वीका नुन हौँ मत्ती 5:13, हामी ख्रिस्टका साक्षी हौँ प्रेरित 1:8, हामी मेलमिलाप गराउने सेवक हौँ दोस्रो कोरिन्थी 5:18-20, हामी असल कामका लागि सृष्टि गरिएका हौँ एफिसी 2:10, हामी असल काम गर्न बोलाइएकाहरू हौँ तीतस 2:14, हामी पवित्र जाति हौँ 1 पत्रुस 2:9, हामी राजकीय पुजारी हौँ
1 पत्रुस 2 को 9। हामी परमेश्वरका मानिसहरू हौँ 1 पत्रुस 2 को 10। हामी अन्धकारबाट ज्योतिमा ल्याइएका हौँ 1 पत्रुस 2 को 9। हामी मृत्युबाट जीवनमा सारिएका हौँ यूहन्ना 5 को 24। हामी अनन्त जीवन पाएकाहरू हौँ यूहन्ना 3 को 16। हामी ख्रिस्टका राजदूत हौँ दोस्रो कोरिन्थी 5 को 20। हामी ख्रिस्टका आत्मिकी सेना हौँ दोस्रो तिमोथी 2 को 9। हामी ख्रिस्टका चेला हौँ यूहन्ना 8 को 31। हामी ख्रिस्टका अनुयायी हौँ लुका 9 को 23। हामी ख्रिस्टका भेडा हौँ यूहन्ना 10 को 27। हामी असल गोठालाका भेडा हौँ यूहन्ना 10 को 14। हामी ख्रिस्टमा जरा गाडिएका हौँ कलसी 2 को 6 र 7। हामी ख्रिस्टमा निर्माण भइरहेका हौँ कलसी 2 को 7। हामी ख्रिस्टका जीवित पत्थर अथवा ढुङ्गाहरू हौँ पहिलो पत्रुस 2 को 5। हामी ख्रिस्टमा निर्माण हुँदै गरेका आत्मिक घरहरू हौँ पहिलो पत्रुस 2 को 5। हामी परमेश्वरका खेत हौँ पहिलो कोरिन्थी 2 को 9। हामी परमेश्वरका भवन हौँ पहिलो कोरिन्थी 3 को 9। हामी परमेश्वरका रोपिएका हौँ परमेश्वर ख्रिस्टमा रोपिएका हौँ रोमी 6 को 7। हामी असल गोठालाका भेडा हौँ यूहन्ना 10 को 14। हामी ख्रिस्टका जरा गाडिएका हौँ कलसी 2 को 6 7। हामी ख्रिस्टमा निर्माण भइरहेकाहरू हौँ कलसी 2 को 7। हामी परमेश्वरका खेत हौँ पहिलो कोरिन्थी 3 को 9। हामी परमेश्वरका भवन हौँ पहिलो कोरिन्थी 3 को 9। हामी ख्रिस्टका रोपिएका हौँ रोमी 6 को 7। हामी ख्रिस्टसँगै मरेकाहरू हौँ रोमी 6 को 8। हामी ख्रिस्टसँगै जीवित पारिएकाहरू हौँ एफिसी 2 को 5। हामी ख्रिस्टसँगै बौरी उठाइएकाहरू हौँ एफिसी 2 को 6। हामी ख्रिस्टसँगै स्वर्गीय स्थानमा बसालिएकाहरू हौँ एफिसी 2 को 6। हामी पापको दासबाट स्वतन्त्र पारिएकाहरू हौँ रोमी 6 को 18। हामी धार्मिकताका दास भएकाहरू हौँ रोमी 6 को 18। हामी परमेश्वरका राज्यका मानिस हौँ कलसी 1 को 13। म क्षमा पाएको पापी हुँ, म पश्चाताप गरेको पापी हुँ, म मन फिराएको पापी हुँ, म वचनद्वारा नयाँ गरेर जन्मेको मानिस हुँ, म परमेश्वरको सन्तान हुँ, म ख्रिस्टमा नयाँ सृष्टि हुँ, म धर्मी ठहराइएको मानिस हुँ, म पवित्र पारिएको मानिस हुँ, म परमेश्वरको निजी प्रजा र जन हुँ, म येशू ख्रिस्टको शरीरको अङ्ग हुँ, म पवित्र आत्माको मन्दिर हुँ, म संसारको ज्योति हुँ, म संसार पृथ्वीको नुन हुँ, म ख्रिस्टको साक्षी हुँ, म ख्रिस्टको सेवक हुँ, म राजकीय पुजारी हुँ, म पवित्र जाति हुँ, म स्वर्गीय नागरिक हुँ, म विश्वासद्वारा अनन्त जीवन पाएको मानिस हुँ, म विश्वासद्वारा अनन्त जीवन पाएको मानिस हुँ, म ख्रिस्टमा राजदूत हुँ, ख्रिस्टको राजदूत हुँ, म ख्रिस्टको आत्मिकी सेना हुँ, म ख्रिस्टको जीवित पत्थर हुँ अर्थात् ढुङ्गा हुँ, म परमेश्वरको भवन हुँ, म परमेश्वरको खेत हुँ, म ख्रिस्टको चेला हुँ, म ख्रिस्टको अनुयायी हुँ, म असल गोठालाको भेडा हुँ, म ख्रिस्टमा जरा गाडिएको मानिस हुँ, म ख्रिस्टमा स्वतन्त्र पारिएको छु, म ख्रिस्टसँगै उठाइएको मान्छे हुँ, म धार्मिकताको दास हुँ र म परमेश्वरको राज्यको मानिस हुँ। अब मबाट पवित्र आत्माको फलहरू फल्नेछन्। अब मबाट प्रेम फल्नेछ, मबाट फल्नेछ आनन्द, अब मबाट फल्नेछ शान्ति, अब मबाट फल्नेछ धैर्य, अब मबाट फल्नेछ दया, अब मबाट फल्नेछ भलाइ, अब मबाट फल्नेछ अनि विश्वसनीयता, अब मबाट फल्नेछ नम्रता, अब मबाट फल्नेछ संयम। हामीले आज ख्रिस्ट येशूमा हाम्रो परिचय के त भन्दा पहिलाको परिचय र अहिलेको परिचय दुइटै हेर्यौँ। शरीरमा हामी आदमबाट जन्मेको भए पनि हामीले हाम्रो पाप स्वीकार गरेर ख्रिस्ट येशू नै हाम्रो प्रभु र परमेश्वर हाम्रो निम्ति अन्तिम बलिदानको रूपमा हामी मर्ने ठाउँमा हाम्रो पापको दण्ड भोग्नलाई उहाँ मरिदिनु भयो भनेर उहाँलाई विश्वास गरेर उहाँ नै परमेश्वर हुनुहुन्छ भनेर जब विश्वास गऱ्यौँ उहाँको वचनमा ख्रिस्ट येशू नै प्रभु र पिता हुनुहुन्छ भनेर, त्यसरी हामी परमेश्वरको वचनद्वारा विश्वासद्वारा नयाँ भएर जन्मेका मानिसहरू हामी शरीर एउटै भए पनि हाम्रो हृदय परिवर्तन भएको र संसारमा धेरै परम्परा रीतिरिवाज धर्म कर्म उत्पत्तिदेखि अहिलेसम्म त कति धेरै परिवर्तन भए, कति नयाँ जन्मे, कति भए, तर पनि हामी हृदयमा परिवर्तन भएका नयाँ गरेर परमेश्वरको वचनबाट जन्मेका मानिसहरू हौँ र हाम्रो परिचय माथि उल्लेख गरे अनुसारको छ। पिताले तपाईँहरू सबैलाई आशीर्वाद दिनुभएको होस् र परमेश्वरको महिमा भएको होस्। धन्यवाद। फेरि परमेश्वरको अनुग्रह भयो भने भेटौँला।
ख्रिस्टी अभिवादन, जय मसीह, प्रभुको अनुग्रह तपाईँ